एभ्रिवान एन्ड नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। हामी चाहिँ निगुरो खोज्न लागिसकेको छौँ है। हेर्नुहुन्छ यहाँ दुईजना अनि म। अब हामी जङ्गलतिर लाग्यौँ। निगुरो कति भेटिन्छ है अब हजुरहरूलाई नै अब भिडियोमा देखाउनेछौँ। अब हामी लाग्यौँ यहाँबाट ओह्रालो। सर बाटो चाहिँ एकदम खराब छ। बाटो देख्न सक्नुहुन्छ यस्तो छ है। अलिक बिस्तारै दाइ बिस्तारै। फेरि तराईको मान्छे यता चाहिँ आयो भने नि घुम्न नजान्ने त्यो जुन पिच रोडमा मात्रै हिँडेका हुन्छ नि तिनीहरू चाहिँ हो यसरी कुद्नुपर्छ ल। ल दाइ डेन्जर डेन्जर ल ल ल यतिको चाहिँ हुनु पर्यो क्या। हाम्रो दाइलाई सक्छ त कसैले सक्दैन नि फेरि। हाम्रो निगुरो चाहिँ खाएर टिपी नसक्नु रहेछ यहाँनिर। कति खाने हो कति खाने ल। अब बजारको मान्छेहरू चाहिँ हेरेर बस्नु ल, चित्त बुझाउनु ल, हेरेर चित्त बुझाउनु ल। म निगुरो टिप्न थालिसकेँ यहाँनिर। निगुरो हेर्नुहोस् ल। ल निगुरो हेर्नुहोस् है, निगुरो निगुरो ल है। आजको भेराइटी चाहिँ हाम्रो निगुरो छ है। निगुरो ल निगुरो मैले यति टिपिसकेँ। आम्मामा कति छ क्या यो सबै निगुरो हो क्या यहाँनिर। अब गाउँ भनेको गाउँ हो क्या। अब सहरमा भयो यतिलाई अब कति 20-25 रुपियाँ कति पर्थ्यो। अब यहाँ त हेर्नु नि अब फेरि यहाँ पाइन्छ क्या। यहाँ त जङ्गलमै पाइन्छ क्या। अब कसैले केही नभन्ने आफै टिप्ने खाने आफ्नै मन लाग्दै हुन्छ क्या यस्तो। अब गाउँ भनेको गाउँ हो क्या। त्यही भएर चाहिँ मलाई चाहिँ गाउँ यति प्यारो लाग्छ नि, यति प्यारो लाग्छ नि। म जहाँ गए पनि म अन्त जहाँ सहरतिर छिरे पनि मलाई चाहिँ गाउँ नै प्यारो लाग्छ क्या। त्यही भएर क्या।